नमस्ते सबैजनालाई स्वागत छ मेरो च्यानलमा। आज पनि म तपाईहरुलाई केराबारी बजार मंगलबारको दिन भिजिट गरेर देखाउन गइरहेछु। आज चाहिँ हाम्रो यो कटेजलाई छोडेर हामी मूल घर पनि हाम्रो हेर्नलाई गइरहेको छौं। यो चाहिँ दुई जना, यो चाहिँ मेरो छोरी अनि यो चाहिँ म। अनि यो चाहिँ गाउँ घरमा चाहिँ एकदमै हरियाली रमाइलो छ, तपाईहरुले देख्न सक्नुहुन्छ। अनि बस म कुदाउँछु हुन्छ। चाबी लागेको रहेछ, त्यही भएर हामीले साइकल लिनौँ हैन, हामी हिँड्दै नै जान्छौँ। चाबी थिएन भने चाहिँ फिक्स त्यो साइकल उडेर जान्छ। केराबारी पुग्यो हैन। मेरो छोरीले चाहिँ ज्याकेट बिर्सेछ। अहिले चाहिँ घाम लागिरहेछ, त्यति जाडो छैन। भरे बेलुका फर्किँदा चाहिँ साँझ पर्छ, जाडो हुन्छ, त्यही भएर त्यसलाई ज्याकेट लिनु पठाएर म चाहिँ वेटिङमा बसिरहेको छु है त, कति बेला आउँछ। पर्खिँदा 1 घन्टा भइसक्यो है, अझै पनि आइसकेन। मलाई रिस उठ्दैछ त्यसै के हो घरमा गएर झोला खोजेर चप्पल लिएर झोला त्यही त थियो नि। अनि हातमा लोसन पनि लगाए। हे भगवान, तँलाई नसकिने कालो हुन्छ घामले। लोसन दिउँसो लाउनु हुँदैन, थाहा छैन? राति लगाएर सुत भन्दा चाहिँ अल्छी। राति चिसो हुन्छ नि त। पाउडर लाउँदै लाउँदै आज खोला खरे खोलामा आइपुगिसकेको छौँ। भलुवादेखि खरे खोला। यो नक्कलको फेरि फेरि पाउडर थप्दै गयो। केराबारी बजार पुग्दाखेरि हामी पाउडरले सेतो भएर मान्छेले चिन्दा नि चिन्दैन जस्तो छ। हाम्रो कटेजदेखि चाहिँ 30 मिनट हिँडिसकेपछि चाहिँ हामी हच्चगौडा भन्ने ठाउँमा आइपुगिसकेको छौँ होइन। अनि केराबारी हाम्रो घर पनि यतै हच्चमै पर्छ, हाम्रो मूल घर। आज हाम्रो मूल घर पनि हेर्नेछौँ हामी कस्तो भएको छ। म चाहिँ 3 सालपछि गइरहेको छु मेरो मूल घर हेर्नलाई। कस्तो चाहिँ खोला जङ्गलको बाटो, दुईजना गफ गर्दै गर्दै अनि यो हरियाली खोला पानी खानु पखेर हेर्दै हेर्दै रमाइलो मान्दै आइरहेको छौँ हिँड्दै हिँड्दै। अनि एउटालाई चाहिँ झोला बोकाएको छु मैले, ज्याकेटहरू छ त्यहाँनिर। उसलाई चाहिँ त्यति बोक्नलाई नि गाह्रो भइसक्यो। पछाडि चाहिँ अटो आइरहेको रहेछ। अघि हामीले चाहिँ भेटिनौँ, बाटोमा आएन, भेटेको भए चाहिँ अटोमा आउँथ्यौँ, तर हामीले भेटिनौँ। हामी हिँड्दै आयौँ, रमाइलो भयो, ठिकै छ। फेरि पनि अर्ग्यानिक पाउडर थप्नेछु। रमाइलो भइरहेको छ। अलि हचुवा गाउँ निस्किसकेको छौँ हामी चाहिँ। यहाँनिर चाहिँ हाम्रो विश्वकर्मा मन्दिर पनि बनेको छ हालै। फाइनल्ली गाउँ निस्केपछि चाहिँ हाम्रो छोरी चाहिँ चुपचाप लागेर हिँडिरहेछ कि। अनि लाग्यो अरे होइन। अब हामी चाहिँ पानी मागेर खान्छौँ है यहाँनिर चाहिँ, अब किन्नेको लागि। यहाँ चाहिँ अर्ग्यानिक जुस बन्छ, अब हामी खान्छौँ उखुको जुस। अनि पानी चाहिँ हामीले फ्रीमा पाइसकेको छौँ है त। हेर्नु यहाँनिर गाउँघरमा यसरी फ्रीको पानी खा, सहरमा भयो किनेर खानुपर्छ। अर्ग्यानिक उखुको जुस बन्दैछ, हेल्थको लागि पनि एकदमै राम्रो हुन्छ है। जुस तयार भइसक्यो। अब हामी चाहिँ पिएर केराबारी बजारतिर लाग्नेछौँ। खानुमा ध्यान छ मेरो, खानुमा ध्यान छ मेरो, भन्न सिधै। खानुमा ध्यान छ पनि दिनुभएको छ। यहाँ आएर सबैजनाले जुस खानु होला। उहाँले चाहिँ अहिले चाहिँ आइसकेको छु मेरो गाउँमा। अनि मेरो घर नजिकै चाहिँ फाइनल्ली आइसकेको छौँ। यही हो होइन, कोही नभएर घरको हालत चाहिँ यस्तो छ। अनि बाटोमा परेको हुनाले एकदमै बेहाल हालमा रहेछ होइन हाम्रो मूल घर। म जन्मिएको चाहिँ यहीँ हो, हुर्केको पनि यहीँ हो। अनि यो मेरो गाउँघर यतै हो, म जन्मिएर हुर्केर यत्रो भएको चाहिँ। अनि 3 सालपछि चाहिँ फाइनल्ली आइपुगेँ त म आफ्नो जन्मेको घरमा, घरको। अनि हाम्रो मूल घरमा चाहिँ आयौँ, कोही पनि छैन, हामी सबै हाम्रो कटेजमै बसोबास भइरहेको छ। अहिले चाहिँ ढोका खोल्दैछौँ, कस्तो छ भित्र। घरभित्र सामानहरू ओढ्ने ओछ्याउने सब गेजेङ गेजेङ छ। 2टा तन्ना
अनि एउटा सिरक चाहिँ हामी लिएर जाने भयौँ कटेजमा। अब चाहिँ म मेरो रुम जान्छु। मेरो रुममा चाहिँ कस्तो छ हालत हेर्नलाई। मेरो रुम चाहिँ एकदमै राम्रो थियो पहिला चाहिँ, अहिले चाहिँ कस्तो छ है त हालत। ल खोल त मेरो रुम। म नभएपछि त मेरो रुम त यस्तो भएछ। खण्डर पुरा के भन्छ एउटा गीत छ नि, आओ हवेलीमै भूतको उयो जस्तै भएछ कि बुकहरू चाहिँ रहेछ रुममा। अनि यो म पढ्दाखेरिको किताबहरू चाहिँ रहेछ अझै पनि स्टिल होइन। ऊ त्यहाँ पनि एक जेब्रा रहेछ मेरो स्कुलको किताबहरू। अनि यो चाहिँ मेरो दाइको रुम। अनि अर्को भित्र चाहिँ एउटा दाइको रुम छ नि, एउटा बाबा मम्मीको। अनि त्यो उताको चाहिँ मेरो रुम थियो पहिला चाहिँ हामी बस्दाखेरि। रुम थियो, पछि मेरो भएको। अनि त्यसपछि यो नक्कलीको। अहिले चाहिँ अब बाटोको आज सकिएको छ होइन। अनि हाम्रो घरबाट चाहिँ एकदमै राम्रो भ्यू देखिन्थ्यो है पहिला पनि, अहिले पनि हेर्नु सक्नुहुन्छ है। म तपाईँलाई देखाउँछु, हाम्रो घरबाट देखिने भ्यू देखाउँछु है त तपाईँहरूलाई। कस्तो राम्रो, एकदमै राम्रो थियो कि यो गाउँ चाहिँ। एकदमै यहीँ खेलेर हुर्केको हो पहिला चाहिँ म। अहिले चाहिँ अब कटेजतिर हुर्किरहेको छु भनौँ न। के छ खबर? यहाँ हाम्रो गाउँको दाइ नि भेटिसकेको छ कि के छ कान्छी भन्दै हुनुहुन्छ। आयो अब घरको भिजिट सकिसक्यो, अब निस्कि। हो के छ त्यो? मेरो कहिलेको डायरी हो, कहिलेको डायरी भेटेको छ यहाँनिर अहिले चाहिँ। नि खोल त खोल त खोल त, टिप त। 10 कक्षा पढ्दाखेरिको डायरी जस्तो छ। हो हेर त हेर त। ल हेर त हेर त। के लेखेको छ त? एउटा पढेर सुना। सायरी चाहिँ ल पढेर सुना त्यति बेलाको सायरी। Sky is blue, oh my dear, I love you. अर्को पढ। 112, I love you. 224, love is more. 33 is 6, love is fixed. AU8, love is greater. 5, 10. अब हाम्रो मूलघर हामी आएर घुमेर अब गइसकेको छौँ। अब हामी केराबारी बजार जानेछौँ। हामी हाम्रो घर छेउको शिव मन्दिर यहाँनिर आइपुग्यौँ। अनि यहाँनिर चाहिँ हाम्रो आमाको सम्झना स्वरूप बनाएको एउटा चौतारी छ मन्दिरमा होइन, त्यो हेर्न जान्छौँ। त्यसको हाल कस्तो छ हेर्नलाई जानेछौँ। भित्र छिर्न त बन्द होला मन्दिर नानी। हचुवामा रहेको शिव मन्दिर हो। अनि यहाँनिर चाहिँ बस्नको लागि बनाइदिएको हाम्रो आमाको सम्झना स्वरूपको लागि एउटा चौतारा हो। अनि उहाँ पनि एउटा अर्को पनि बनेको रहेछ चौतारा, कसैको सम्झना स्वरूपमा होला सायद। अनि यहाँनिर पनि बनाएर रहेछ एउटा। पहिला चाहिँ एउटा मात्रै थियो, अहिले चाहिँ 2-3 मन्दिर है। यो चाहिँ शिव मन्दिर हो। अहिले चाहिँ अब दिउँसो भएको कारणले बन्द छ। बिहान बिहान चाहिँ यो मन्दिर खुल्ने छ, बिहान र बेलुका 2 टाइम खुल्ने छ। अहिले चाहिँ दिउँसो भएको कारणले बन्द छ। तर यहाँको गेट चाहिँ खुल्लै रहेछ। अनि मेरो छोरी चाहिँ त्यहाँनिर हजुरआमाको चौतारा हेर्न जाऊँ न भनेर लिएर आएको मैले। 4वटा बनिसकेको रहेछ यहाँ। एउटा यो मेरो आमाको 2टा 3टा 4टा चौतारी बनिसकेको रहेछ। अनि हेर्न जाऊँ न हाम्रो हजुरआमाको चौतारा कस्तो छ होला, कस्तो भयो होला भन्थ्यो यसले। अनि लिएर आएको मैले यसलाई। यसले चाहिँ हेर्दैछ। हेरेर सक्यो। अब चाहिँ हामी बजारतर्फ लाग्नेछौँ। केराबारी 3 को हिमचुली सामुदायिक वन अफिस हो। एकदमै राम्रो भएको रहेछ अहिले व्यवस्था। हिमचुली सामुदायिक वनदेखि 2 मिनट अगाडि हिँडेर आइसकेपछि चाहिँ
यस्तो बनिसकेको रहेछ कि रोड चाहिँ। अब चाहिँ त्यता पनि बन्दैछ। अबको केही वर्षमा चाहिँ यस्तै बन्ने योजना छ। यस्तै खालको रोड बन्ने योजना। कस्तो फिल हुँदैछ त हिरोनी अनि हिँड्दाखेरि? हिरोनी हिँडेको हिँडेछ, हिरोनी त भइहाल्यो नि। हिरोनीलाई आज मैले हिँडाइ कस्तो लागिरह? रमाइलो लागिरहेछ आज जस्तो। त्यत्रो बाटोमा जुस पनि खुवाएँ। जुसले खुट्टामा काम गर्छ त। खुट्टामा मालिस तेल पनि किनिदिन्छु म अहिले बजारमा गएपछि। केराबारी बजारमा मालिसको तेल आयो, खै के झाड दुख्ने, खुट्टा दुख्ने, जोड्नी दुख्ने भनेर भन्छ। म त्यहाँ तल तेल पनि किनिदिन्छु अनि घरे गएर मालिस गर्नु कटेजमा गएर। यो चाहिँ म पढेको स्कुल हो 11-12 चाहिँ हाम्रो मचिन्द्र माध्यमिक विद्यालय हो। स्कुल लागिरहेको रहेछ हाम्रो भाइ बहिनीहरू चाहिँ। भाइ बहिनीहरू पनि मचिन्द्र माध्यमिक विद्यालय 11-12 चाहिँ पढेको यो स्कुलमा हो म। अहिले चाहिँ एकदमै राम्रो व्यवस्थित भएछ। पहिला चाहिँ यस्तो गेटहरू थिएन, एकदमै व्यवस्थित भइसकेको छ। मेरो साथीको घर चाहिँ साथी चाहिँ अहिले दुबई पुगिसकेको छ होइन, रोजगारीको कारणले सिलसिलामा। ऊ चाहिँ अहिले दुबईमा छ। उसलाई चाहिँ एकदमै सम्झेको छु, मिस गरेको छु तिमीलाई साथी, मिस यु। अलिकति हिँडेपछि केराबारी बजार पुग्ने छौँ। अनि केराबारी बजारमा चाहिँ के पाइन्छ है त म तपाईँलाई सबै देखाउने छु। फाइनल्ली केराबारी चोक पुग्यौँ। अनि त्यहाँदेखि चाहिँ हामी हाम्रो केराबारी मङ्गलबारे बजार, हाम्रो लोकल बजार देखाउनेछौँ। लोकल धरान सिंहदेवी, माथि चाहिँ सिंहदेवी बजार आइपुगिसक्यौँ है। आज हामी मङ्गलबारे बजार। यहाँ चाहिँ बोट बिरुवाहरू। केराबारी बजार मङ्गलबारको दिन चाहिँ भिड छ है। एक दिन जानुपर्छ अनि त्यहाँदेखि अनि के खाने हो? के खाने? चटपटे? ए प्याज छान, आलु छान, सानो ठिक्क ठिक्कको छाने। चाहिँ हाम्रो लोकल तरकारी बजार हो है। एकदमै भिड तरकारी पनि लिइसक्यौँ हामीले। अहिले चाहिँ तरकारी देखा एक झोला। पानीपुरी चटपटे चाहिए चाहिँ हाम्रो आन्टीको पसललाई सम्झिनु होला। अनि तातो तातो डुनट, आलुचप जे चाहिन्छ हाम्रो आन्टीको पसललाई सम्झिनु होला मङ्गलबारे बजारमा। अनि एभ्रिडे उहाँहरू चाहिँ केराबारी चोकमा बस्नुहुन्छ है। आज चाहिँ यहाँ बजारमा आलुचप, प्याजी के खानेहरू सक्दैन। तातो तातो रहेछ नि आलुचप। अलिक भरे भन्छ त झट्टै छैन भन्दा तातो तातो छ। पानीपुरी खाँदै अहिले चाहिँ बसी चटपटे हाम्रो हिरोनीको फेरि अनुहार फेरि कहिले खुसी हुँदैन। चटपटे खुवाउँदा पनि, पानीपुरी खुवाउँदा पनि यस्तै हो क्या मेरो अनुहार। यति राम्रो अनुहार छ, हाँस्दैउ न। अरे बजारको फाइदा चाहिँ आज हाम्रो हिरोनीले उठाउँदै हुनुहुन्छ के। मङ्गलबारे बजारको चाहिँ आज हाम्रो सकिसकेको छ है सबै। 2 झोला, अर्को झोला। आज मङ्गलबारे बजार पनि भरियो अनि बजार पनि भरेर सामान किनेर सकिसक्यो। अब चाहिँ हामी घर जाँदैछौँ। बजार भरेर सकिसक्यो, चुइगम चबाउँदै। अब बाई बाई।